लोकसेवा टुल्समा यहाँहरूलाई स्वागत छ। आजमा विशेषतः सोशल स्टडिजको एमसीक्यू अति नै महत्त्वपूर्ण। विशेषतः यहाँ तपाईहरुलाई जीके सम्बन्धी तपाईहरु लोकसेवामा पनि सोध्न सक्छ। तपाईहरुले यो पनि हेर्नु होला। पहिलो जाउँ एमसीक्यू। कुन पर्वलाई बस्नेत पर्व भनेर चिनिन्छ? यसको उत्तर रहेको छ अप्सन डी भण्डारखाल पर्व। 2 नम्बर जाउँ। नेपालमा सर्वप्रथम मुलुकी ऐन कहिले जारी भएको थियो? यसको उत्तर अप्सन ए हुन्छ विक्रम सन् 1910 मा। त्यो ख्याल गर्नु होला। 3 मा जाउँ। दरबार हाई स्कुल कहिले स्थापना भएको हो? यसको स्थापना अप्सन ए 1910 सालमा भएको हो। 4 नम्बर जाउँ। महाभारत र चुरे श्रृङ्खला बीचको क्षेत्रलाई के भनिन्छ? अप्सन ए दून भनिन्छ यसलाई। 4 को ए। 5 मा जाउँ। कुन घटनाले जङ्गबहादुरलाई श्री 3 महाराज घोषणा गर्यो? यो चाहिँ अप्सन डी 1913 को लाल मोहरले। 5 को डी हुन्छ। 6 मा जाउँ। दोस्रो जनआन्दोलनको प्रमुख माग के थियो? यसको अप्सन बी धर्मनिरपेक्षता। 6 को बी हुन्छ। 7 मा जाउँ। पाटनको प्रसिद्ध कृष्ण मन्दिर निर्माण कुन मल्ल राजाले गरेका थिए? यसको उत्तर अप्सन बी हुन्छ सिद्धिनरसिंह मल्ल। 7 को बी। 8 मा जाउँ। यक्ष मल्लका पालामा टुक्रिनु अघि एकीकृत काठमाडौँ उपत्यकालाई के भनिन्थ्यो? यसलाई नेपाल मण्डल। 8 को डी भनिन्छ अप्सन डी। 9 मा जाउँ। निम्नमध्ये कुन चाड नेवा बौद्ध धर्मसँग सम्बन्धित छ भनेको चाहिँ उत्तर गुला पर्व। 9 को डी हुन्छ। अब जाउँ 10 नम्बरमा। कुन वास्तुकला शैलीमा छानामाथि छाना थपिन्छन् भनेको चाहिँ यसको प्यागोडा शैलीमा। 10 को बी हुन्छ। 11 जाउँ। बिस्केट जात्रा अथवा बिस्का जात्रा कुन समुदायसँग सम्बन्धित छ भनेको छ? यसको नेवा। 11 को ए हुन्छ। त्यसै गरेर 12 मा जाउँ। कोशी प्रदेशमा कति जिल्ला छन्? 14 वटा। त्यस्तै गरेर कोशी, बागमती, गण्डकी प्रदेश सबै तपाईले हेर्नु होला। 13 मा जाउँ। कुन प्रकारको माटो बढी मलिलो हुन्छ? यो चाहिँ तलैया माटो भएको माटो मलिलो हुन्छ। 13 को ए। 14 मा जाउँ। नेपालको मानक समय कुन स्थान आधारमा मानिएको छ? यसको अप्सन चाहिँ सी हुन्छ गौरीशंकर हिमाल। 14 को सी। 15 मा जाउँ। नेपालको नयाँ संविधान कहिले जारी गरियो? यसको उत्तर अप्सन ए हुन्छ 2072 असोज 3 गते। त्यो पनि ख्याल गर्नु होला। संविधानका विशेषता भने तपाईले ख्याल गर्नुपर्ने हुन्छ। 16 मा जाउँ। 2045 सालमा भारतीय नाकाबन्दी हुनु बहाना के थियो भनेको छ? यसको उत्तर अप्सन सी हुन्छ व्यापार र पारवहन सन्धिमा नवीकरण गर्नु भनेर भनेको छ। 16 को सी हुन्छ। 17 मा जाउँ। नेपालकी पहिला महिला मन्त्री को हुन्? अप्सन डी द्वारिका देवी ठकुरानी। 17 को डी हुन्छ। 18 मा जाउँ। नेपालको इतिहासमा सर्वप्रथम प्रतिनिधि सभाको सभामुख बन्ने व्यक्ति को हुन्? अप्सन ए कृष्णप्रसाद भट्टराई। 18 को ए। 19 मा जाउँ। नयाँ शिक्षा योजना कहिले जारी गरियो? यसको उत्तर अप्सन बी हुन्छ 2028 सालमा। 19 को बी। 20 मा जाउँ। कोत पर्वमा सबैभन्दा पहिले मानिने व्यक्ति को थिए? यसको अप्सन सी हुन्छ अभिमान सिंह बस्नेत। 20 को सी हुन्छ। अब 21 मा जाउँ हामी। चन्द्र शमशेरले सती प्रथा उन्मूलन कहिले गरेका थिए? यसको उत्तर अप्सन बी हुन्छ 1977। ख्याल गर्नु होला। 22 मा नेपालको पहिलो वाणिज्य बैंक कुन हो? अप्सन डी नेपाल बैंक लिमिटेड है। 22 को डी हुन्छ। 23 मा जाउँ। कोत पर्व कहिले भएको थियो? अप्सन डी 1903 असोज 2 गते। 23 को डी हुन्छ। 24 मा जाउँ। मल्ल उपाधि धारण गर्ने पहिलो मल्ल राजा को हुन्? अप्सन ए हरिदेव मल्ल। अप्सन ए 24 को ए हुन्छ। 25 मा जाउँ। नेपालको पहिलो शासक वंश को हुन्? गोपाल डाइनेस्टी। अप्सन बी 25 को बी हुन्छ। 26 मा जाउँ। कुन राणा प्रधानमन्त्रीले राणाहरूलाई एबीसी श्रेणीमा वर्गीकृत गरे? यसको अप्सन बी हुन्छ चन्द्र शमशेर। 26 को बी चन्द्र शमशेर। 27 मा जाउँ। नेपालको कुन ठाउँमा तामा पाइन्छ? बुद्ध खोला। 27 को ए हुन्छ। 28 मा जाउँ। समशीतोष्ण पतझर जंगल पाइने रुख कुन हो भनेको छ? यसको अप्सन ए हुन्छ चाप, ओखर, उत्तिस, चिलाउने, कटुस र बाँस। 28 को ए हुन्छ। अब त्यस्तै गरेर हामी जाउँ नेक्स्टमा। नेपालमा उल्लेख रूपमा बेरोजगारी दर कम गर्नु भूमिका खेल्ने तत्त्व कुन हो भनेको छ? यसको उत्तर चाहिँ वैदेशिक रोजगारी। 11 को डी दिएको अप्सनको आधारमा। 2 मा जाउँ। मैथिली साहित्यका महाकवि कसलाई भनिन्छ? विद्यापति ठाकुर। 2 को 1 हुन्छ। 3 मा जाउँ।
जात पात धर्म र वर्ण लिङ्गको आधारमा सरकारले भेदभाव गर्ने छैन भनेर उल्लेख गरेको पहिलो कानुन कुन हो? यो अप्सन बी हुन्छ। नेपालको अन्तरिम संविधान 2007 मै उल्लेख गरिएको छ। 4 मा जाउँ। नेपालको राष्ट्रिय जनगणना 78 बमोजिम नेपालको जात जाति कति र पुगेको छ? 142 त्यो ख्याल गर्नु होला। अब हामी 5 मा जाउँ। नेपालमा देह व्यापारको समस्या व्यक्त रहनु निम्नमध्ये कुन कारण बढी जिम्मेवार छ? यसको उत्तर चाहिँ गरिबी। 5 को बी हुन्छ। 6 मा जाउँ। मुक्तिनाथ मन्दिर कुन जिल्लामा पर्छ? मुस्ताङमा पर्छ। 6 को डी हुन्छ। 7 मा जाउँ। क्रिसमस कहिले मनाइन्छ? डिसेम्बर 25। 7 को डी हुन्छ। 8 मा जाउँ। नेपालको राष्ट्रिय जनगणना 78 बमोजिम नेपालको भाषाभाषी सङ्ख्या कति रहेको छ? 124। ख्याल गर्नु होला। 124। 9 मा जाउँ। इस्लाम समुदायमा नवौं महिनामा महिनाभर बसिने लामो व्रतलाई के भनिन्छ? रमदान। 9 को सी हुन्छ। निम्नमध्ये कुन कार्य मानव विज्ञान भित्र पर्दैन? यो भनेको अप्सन ए प्रचलित कानुन बमोजिम अङ्ग प्रत्यारोपण। 10 को ए। त्यस्तै गरेर हामी 11 मा जाउँ। निम्नमध्ये भोट बर्मेली भाषा परिवार नपर्ने भाषा कुन हो? भोजपुरी। अरू सबै पर्छ। 11 को डी हुन्छ। 12 मा जाउँ। नेपाली भाषाको उत्पत्ति कहाँबाट भएको हो? सिम्जा है। 12 को बी हुन्छ सिम्जा। 13 मा जाउँ। निम्नमध्ये कुन जन्मलाई प्रभाव पार्ने जैविक तत्त्व हो? यसको अप्सन सी हुन्छ स्वास्थ्य अवस्था। 13 को सी हुन्छ। 14 मा जाउँ। राष्ट्रिय जनगणना 78 बमोजिम नेपालको वार्षिक जनसङ्ख्या वृद्धि कति रहेको छ? यसको अप्सन ए हुन्छ 0.92 ख्याल गर्नु होला। अब हामीले अर्को च्याप्टरमा नेपालमा पहिलो पटक मोहयानी हक व्यवस्था गर्ने कानुन कुन हो? अप्सन बी भूमि सम्बन्धी ऐन 2021। 1 को बी हुन्छ। 2 मा जाउँ। नेपालले कहिलेसम्म अधिकतम विकसित अर्थतन्त्रबाट विकासशील अर्थतन्त्रमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ? अप्सन डी 26 सालभित्र। अब हामी अर्को जाउँ। नेपालमा ठुला उद्योगका लागि कति पुँजी आवश्यक छ? यसको उत्तर 50 करोडभन्दा माथि है। 4 मा जाउँ। बिर्ता उन्मूलन ऐन कहिले लागू गरिएको हो? यो 16 सालमा। 16 सालमा। 4 को ए हुन्छ। 5 मा जाउँ। नेपालको श्रम बजारमा कस्ता खालका जनशक्ति बहुलता रहेको छ? अनस्किल्ड अदक्ष। 5 को डी हुन्छ। 6 मा जाउँ। नेपालको शहरी क्षेत्रमा देखिएको भूमि सम्बन्धी मुख्य समस्या कुन हो? भूमिको खण्डीकरण। 6 को बी हुन्छ। 7 मा जाउँ। दोस्रो र तेस्रो जनगणना ऋणात्मक रहेको नेपालको जनसङ्ख्या विरुद्ध चौथो जनगणना पुनः धनात्मक हुनुको कारण के थियो? दोस्रो विश्वयुद्धमा गएका सैनिकको फिर्ता। 7 को डी हुन्छ। 8 मा जाउँ। नेपालले कस्तो खालको अर्थतन्त्र अवलम्बन गरेको छ? अप्सन सी समाजवाद उन्मूलन अर्थतन्त्र। 8 को सी हुन्छ। 9 मा जाउँ। नेपालमा समावेशिता सम्बन्धी स्पष्ट व्यवस्था कहिले गर्ने संविधान कुन हो भनेको छ? यसको अप्सन डी नेपालको अन्तरिम संविधान 2063। 9 को डी हुन्छ। 10 मा जाउँ। नेपालमा मजौला उद्योगको लागि कति पुँजी आवश्यक पर्छ? 15 करोडदेखि 50 करोड। 10 को बी। 11 मा जाउँ। राष्ट्रिय जनगणना 78 अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धि कति रहेको छ? अप्सन सी 0.92। 11 को सी। 12 मा जाउँ। निम्नमध्ये कुन जन्मलाई असर गर्ने जैविक तत्त्व हो भनेको चाहिँ यसको अप्सन डी हुन्छ स्वास्थ्य स्थिति। 13 मा जाउँ। निम्नमध्ये कुन नेपाल कृषि क्षेत्रमा प्रमुख समस्या हो? यो भनेको निर्वाहमुखी कृषि। 13 को डी हुन्छ। 14 मा जाउँ हामी। अब नेपालले विश्व व्यापार सङ्गठनको सदस्य कहिले प्राप्त गर्यो? यसको अप्सन सी हुन्छ 23 अप्रिल 2004। 14 को सी। 15 मा जाउँ। नेपालमा सामाजिक पुँजीले निम्नमध्ये कुन पक्षलाई समेट्छ? एकतामा अनेकता। 15 को ए हुन्छ। 16 मा जाउँ हामी। नेपालको पहिलो सहकारी संस्था कुन हो भनेको चाहिँ यस्तो बखान सहकारी। 16 को सी। अब हामी अर्को च्याप्टरमा जाउँ सोशल स्टडी। तपाईहरु लोकसेवा टुल्समा हेर्दै हुनुहुन्छ कस्तो लाग्छ भने कमेन्ट गर्नु होला। लोकसेवा टुल्सलाई सब्स्क्राइब गर्नु होला। 3 मा जाउँ। नेपालमा कति प्रदेश रहेका छन्? 7 प्रदेश। 4 मा जाउँ। संसदमा प्रस्तुत गरिएको कानुन निर्माण गर्ने प्रस्तावित दस्तावेजलाई के भनिन्छ? विधेयक। 4 को ए हुन्छ। 5 मा जाउँ। निम्नमध्ये कुन स्थानीय तह अन्तर्गत पर्दैन भनेको छ? यसको अप्सन सी प्रदेश सभा। 6 मा जाउँ। लोकतन्त्र शब्दको उत्पत्ति कुन भाषाबाट भएको हो? ग्रीक। 6 को बी हुन्छ। 7 मा जाउँ। जनताका प्रतिनिधिले लेखेको छ नेपालको एकमात्र संविधान कुन हो?
नेपालको संविधान 72 7 को डी है। 8 मा जाउँ, नेपालको संघीय संसदमा कस्तो निर्वाचन प्रणाली अपनाइएको छ? मिश्रित निर्वाचन प्रणाली 8 को डी हुन्छ। 9 मा जाउँ, नेपाल अधिराज्यको संविधान 47 कहिले जारी भएको हो? यसको अप्सन बी हुन्छ 47 कार्तिक 23 गते 9 को बी। 10 मा जाउँ, नेपालको संसदीय संरचना कस्तो प्रकारको प्रणालीमा आधारित छ? अप्सन ए देश सदनात्मक है 10 को ए हुन्छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा। 11 मा जाउँ, नेपालको राष्ट्रिय सभा कति सदस्य छन्? 59, त्यो ख्याल गर्नु होला। 56 चाहिँ नि अब 7 प्रदेशबाट र 3 राष्ट्रपतिबाट, त्यो ख्याल गर्नु होला। 12 मा जाउँ, नेपालमा सर्वोच्च अदालतमा कस्तो प्रकारको न्यायिक निकाय रहेको छ? सबैभन्दा उच्च न्यायिक निकाय हो 12 को डी। 13 मा जाउँ, नेपालको प्रतिनिधि सभाका लागि कुन प्रकारको निर्वाचन प्रणाली अवलम्बन गरिएको छ? मिश्रित निर्वाचन प्रणाली है 13 को सी हुन्छ, प्रत्यक्ष र समानुपातिक हुन्छ। 14 मा जाउँ, जिल्ला अदालतले नेतृत्व कसले गर्छ? जिल्ला न्यायाधीश 14 को डी हुन्छ, ख्याल गर्नु होला। 15 मा जाउँ, हामी अब संघीय संसद अन्तर्गत निम्नमध्ये कुन पर्छ भनेको छ? राष्ट्रिय सभा 15 को डी हुन्छ। 16 मा जाउँ, नेपालमा हाल कति तहको संघीय संरचना रहेको छ? 3 तहको संघ प्रदेश स्थानीय, ख्याल गर्नु होला। 17 मा जाउँ, प्रतिनिधि सभा र प्रदेश सभा कति प्रतिशत सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्? 40%, 17 को ए हुन्छ। 18 मा जाउँ, लोकतन्त्र भनेको जनताले जनतालाई जनताका लागि गर्ने शासन हो, यो भनाइ कसको हो? अब्राहम लिङ्कन, 18 को बी हुन्छ। अब हामी 19 मा जाउँ, निम्नमध्ये कुन अलोकतान्त्रिक सरकारको विशेषता हो? दमन है 19 को सी हुन्छ, अरू सबै लोकतान्त्रिक हुन्छ। 2 मा जाउँ, अब अर्को च्याप्टर अन्तर्गत सुगौली सन्धिको सबैभन्दा अप्रिय असर कुन हो? नेपालले आफ्नो 1/3 भूभाग गुमाउनु, 2 को ए हुन्छ उत्तर। 3 मा जाउँ, नेपालले कहिलेदेखि संयुक्त राष्ट्र सङ्घको लागि शान्ति मिसनमा सैनिक पठाउन सुरु गर्यो? 1958, 3 को डी हुन्छ। 4 मा जाउँ, अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा पञ्चशील शब्दको प्रथम प्रयोगपटक कसले गरेका थिए? अप्सन बी जवाहरलाल नेहरू, 4 को बी उत्तर हुन्छ। 5 मा जाउँ, नेपालको सबैभन्दा नजिकको समुद्र कुन हो? बे अफ बङ्गाल, 5 को ए। 6 मा जाउँ, ब्रिटिस उपनिवेश बेलामा भारतमा भएको सिपाही विद्रोह दमन टिम नेतृत्व कसले गरेका थिए? अप्सन सी श्री 3 जङ्गबहादुर राणा, 6 को सी हुन्छ। 7 मा जाउँ, नेपाल भारत सम्बन्धमा सबैभन्दा बढी महत्त्वपूर्ण पक्ष केलाई मानिन्छ? अप्सन ए नागरिक तहको सम्बन्ध, 7 को ए हुन्छ उत्तर। 8 मा जाउँ, नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्य कहिले प्राप्त गर्यो? सन् 1955 डिसेम्बर 14 मा, 8 को ए हुन्छ। 9 मा जाउँ, नेपालको परराष्ट्र नीतिलाई प्रभावित तत्त्व कुन हो भनेको छ? यसको भूगोल है 9 को डी हुन्छ। यसरी मैले तपाईँहरूलाई सोसल स्टडिजकामा सोध्न सक्ने एमसीक्यू यो पनि हुन्छ। यो बाहेक तपाईँहरूले लोकसेवामा सोध्न सक्ने विभिन्न नेपालको इतिहासहरू पनि हेर्न, भूगोल हेर्न सक्नुहुन्छ। कस्तो लाग्छ कमेन्ट गर्नुहोला। धन्यवाद।